सिर्जनाको बच्चा खेर जानुमा बसन्तकै हात छ भनेर सिर्जनाले नै बयान दिएका कारणले गर्दाखेरि बसन्त जेलमा पुगेका हुन् नि त। तर उनी सिर्जनाकै कारणले जेलमा गए तापनि हेर्नुस् त अहिले उनलाई सिर्जनाकै पिर परेको छ, ऊ दुखी छ, उसको खुसी लुटिएको छ। जसरी भए पनि यस्तो बेलामा सान्त्वना दिन जानुपर्छ भनेर केसरी सौतै भए तापनि जा त जानै पर्छ है, तेरो कर्तव्य हो भनेर केसरीलाई सम्झाइ बुझाइ गरेका छन्। केसरीले पनि बसन्तको कुरामा नाइ भन्न सकेकी छैनन्। हेर्नुस् त साँच्चै नै बसन्तको मन एकदमै सफा छ। उनीले आफूले गर्दै नगरेको आरोप खेपिरहँदा पनि सिर्जनाकै भलाइ चाहिरहेका छन् र सिर्जनाकै बारेमा सोचिरहेका छन्। तर अब चाहिँ यो वास्तविकता बाहिर आउनु पर्छ। केसरीले पनि बसन्तलाई बुझेकी छन्, बसन्तले यस्तो गर्न सक्दैन भनेर उनले पनि भनिरहेकी छन्। अब सबैले आफ्नो आफ्नो तर्फबाट कोसिस गरेर त्यो मुख्य अपराधी इन्द्रलाई चाहिँ छिटो भन्दा छिटो जेलको सजाय दिनुपर्छ। अनि सिर्जना र सिर्जनाको बुवाको अगाडि बसन्तका वास्तविकताहरू पनि आउनुपर्छ भन्ने कोलाई लाग्छ त? फटाफट कमेन्ट गरी अर्को भाग हेर्नको लागि हाम्रो पेज सिरियल सारांशलाई फलो गर्न चाहिँ नबिर्सनुस् है।